आज क्लासलाई ढिलै नगरिकन सुरुवात गरौँ। लेट्स गेट स्टार्टेड। आई एम ह्याप्पी। आई एम ह्याप्पी भनेको म खुसी छु। म खुसी छु, एकदमै खुसी छु भनेर चाहिँ भन्नु पर्यो भने के भन्ने त? आई एम ह्याप्पी। आई भनेको म, एम भनेको छु, ह्याप्पी भनेको खुसी। आई एम ह्याप्पी, म खुसी छु। सी इज माई फ्रेन्ड। सी इज माई फ्रेन्ड। उनी मेरी साथी हुन्। केटी साथीलाई भन्नु पर्यो भने सीको प्रयोग गरिन्छ। सो सी इज माई फ्रेन्ड। उनी मेरी साथी हुन्। सी इज माई फ्रेन्ड। ही इज अ गुड बोय। ही इज अ गुड बोय। ऊ असल केटा हो। यहाँ केटालाई चाहिँ के प्रयोग गरिन्छ त? ही प्रयोग गरिन्छ। सो ही इज अ गुड बोय। ऊ असल केटा हो। दे आर प्लेइङ आउटसाइड। दे आर प्लेइङ आउटसाइड। उनीहरू बाहिर खेल्दैछन्। दे भनेको उनीहरू अथवा तिनीहरू। दे आर प्लेइङ आउटसाइड। उनीहरू बाहिर खेल्दैछन्। दे भनेको उनीहरू अथवा तिनीहरू, आर भनेको छन्, प्लेइङ भनेको खेल्दै, आउटसाइड भनेको बाहिर। दे आर प्लेइङ आउटसाइड। उनीहरू बाहिर खेल्दैछन्। आई ह्याभ अ बुक। आई ह्याभ अ बुक। मेरोमा एउटा किताब छ अथवा मसँग एउटा किताब छ। आई भनेको म अथवा मेरो, ह्याभ भनेको सँग, अ भनेको एउटा, बुक भनेको किताब। आई ह्याभ अ बुक। मसँग अथवा मेरोमा एउटा किताब छ। डु यु लाइक टी? डु यु लाइक टी? अथवा कसैलाई सोध्नु पर्यो, केही कुरा सोध्नु पर्यो भने के भन्ने त? डु यु लाइक, डु यु भनेर चाहिँ प्रयोग गर्न सकिन्छ। डु यु लाइक टी? के तिमीलाई चिया मनपर्छ अथवा के तपाईँलाई चिया मनपर्छ? डु यु लाइक टी? दिस इज माई ब्याग। यो मेरो झोला हो। दिस इज माई ब्याग। यो मेरो झोला हो। नजिकको कुरालाई बताउनु पर्यो भने दिस। दिस इज माई ब्याग। दिस भनेको यो, इज भनेको हो, माई भनेको मेरो, ब्याग भनेको झोला। दिस इज माई ब्याग। यो मेरो झोला हो। क्यान आई हेल्प यु? कसैलाई सहयोग गर्नु पर्यो, कसैलाई मद्दत गर्नु पर्यो भने अथवा मद्दत गर्नका लागि सोध्नु पर्यो भने के भन्ने त? क्यान आई हेल्प यु? क्यान आई हेल्प यु? के म तिमीलाई अथवा तपाईँलाई मद्दत गर्न सक्छु? क्यान आई हेल्प यु? के म तिमीलाई अथवा तपाईँलाई मद्दत अथवा सहयोग गर्न सक्छु भनेर चाहिँ प्रश्न गर्न सकिन्छ। क्यान आई, क्यानको प्रयोग गरेर। क्यान आई हेल्प यु? आई एम लर्निङ इङ्ग्लिस। आई एम लर्निङ इङ्ग्लिस। म अङ्ग्रेजी सिक्दैछु। आई एम, आई भनेको म, एम भनेको छु, लर्न